छोटे पठानज्यूको मेहनतले रङ ल्यायो। छोटे पठानज्यूलाई एकदम हार्दिक बधाई छ। हक सम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले थ्रेस होल्ड कटाइसकेको छ। त्यसै गरी छोटे पठानज्यू मध्य प्रदेशबाट मुस्लिम कोटाबाट 1 नम्बरमा पर्नु भएको छ र उहाँको अब चाँडै नै उहाँलाई अब हामीले अब संसद भवनमा हेर्नेछौँ एउटा मान्यज्यूको रूपले। र यो उपलब्धि उहाँको यो त्यस्तै हावातालमा भएको होइन। यो उपलब्धि उहाँको 14-15 वर्ष उहाँले विभिन्न सङ्घ संस्था एनजिओ आइएनजिओ लगायत समाजमा सेवा गरी आइराख्नु भएको छ। यहाँ करिब 14-15 वर्षदेखि उहाँले कति जेल जीवन पनि काट्नु भएको छ र उहाँले जुन मेहनत गर्नुभयो यो मध्य प्रदेश लगायत नेपालभरिमा र श्रम संस्कृति पार्टीको लागि एउटा नयाँ पार्टी उम्रिँदै गरेको जनताले माया दिएको छ। त्यो उम्रिँदै गरेको पार्टीलाई जनताले एकचोटि माया गरेर तपाईप्रति पक्षमा बस्नु भनेर उहाँलाई बहुमत दिएको छ। त्यही अनुरूप समानुपातिक कोटाबाट अहिले पठानज्यू संसदीय यात्रा उहाँले चाँडै नै अब तय गर्नुहुन्छ। सो श्रम संस्कृति पार्टीका सम्पूर्ण टिम, पार्टीका कार्यकर्ता, शुभेच्छक, समर्थक सबैजनालाई हार्दिक बधाई छ। तपाईहरूको यो संसदीय यात्रा एकदम सफल रहोस्। जय नेपाल।